साथीहरू होइन हामीले अर्डर त दामी गऱ्यो होइन भ्यू चाहिँ खतरा आएको छ हो इत्रु छ झोले हो अरू पनि यहाँ झोलेहरू नै छ जहाँसुकै होस् हामी चाहिँ झोले भयो ल हेलो गाइस गुड मर्निङ है आज चाहिँ हाम्रो छुट्टी थियो त्यही भएर चाहिँ हामी आज है बाहिर घुम्नु निस्केको छौँ आफ्टर लङ टाइम है सबैजना भेटिरहेछ है सो यहाँ चाहिँ मेरो साथीहरू एलिना लक्ष्मी यो चाहिँ हो त ओइ रितिका हाई गाइस यो भ्लग चाहिँ अलिकति लामो हुन्छ होला किनभने चाहिँ आज हाम्रो रितिका चाहिँ अब नेक्स्ट विक चाहिँ घर जान्छ होइन त्यही भएर अलिक सपिङहरू पनि गर्नुपर्ने छ होइन सो तपाईँहरूले लास्टमा पनि हेरिदिनु होला अहिलेको लागि चाहिँ बाई बाई हेर्नुहोस् हामी चाहिँ यस्तो गलत जग्गामा आइपुगेर यहाँ होइन यस्तो भइरहेको छैन कसैलाई रिल्स बनाउनुमा व्यस्तता होइन कसैलाई यहाँ बाटो खोज्नुमा यहाँ कसैलाई पसिना पुस्नुमा कसैलाई लुगा हेर्नुमा इन्ट्रेस्ट के हो साथीहरू कसै यसरी पक्रिदिनुमा साथीहरू हामी होइन यस्तो राम्री भएर हिँडिरहेछ लास्टमा चाहिँ के गर्नु साथीहरू यहाँ हेर्नुहोस् झोले नै भएर हिँड्नुपर्ने रहेछ एउटाको इत्रु छ झोले हो अरू पनि यहाँ झोलेहरू नै छ जहाँसुकै होस् हामी चाहिँ झोले भयो ल हामी चाहिँ यहाँ होइन सपिङहरू गर्दैछ गरेर होइन जस्ट आइपुगेको छैन अब रेस्टुरेन्टमा अब हामी चाहिँ लन्च खाने हो अनि चाहिँ यहाँ साथीहरूले हेरिरहेको छ होइन थाक्यो यस्तो डरलाग्दो थाक्यो अब चाहिँ अब खाना बनाउनुपर्छ थाक्यो बिसाएर मात्रै आइरहेको छ अहिले चाहिँ अब गरम भएर साथीहरू होइन हामीले अर्डर त दामी गऱ्यो होइन भ्यू चाहिँ खतरा आएको छ हो अब यो बिल अनुसार होइन टेस्ट कस्तो हुँदो रहेछ सो तपाईँहरूलाई चाहिँ अब भन्ने चाहिँ भनेर केटीहरू आज धेरै एक्साइटेड भएर चाहिँ मगाएको होइन तर बिल देखेर चाहिँ सक भइरहेछ लक्ष्मीको त उटाउको दुखेर बिलले मालिस गर्ने जल भइसक्यो समटाइम सो हामी चाहिँ होइन आज हेर्नुहोस् तपाईँहरूले नोटिस गरेन हामी चारजना चाहिँ सेम ड्रेस लागेको छ सायद गरिसक्यो होला अगाडि नै लु फर्स्टिङ यताबाट 1 2 3 चेस ओइ हाम्रो फोटो खिच्नु गाइस हाम्रो चाहिँ खानाहरू आइसक्यो होइन एकदम अब हेर्दा त एकदम मिठो छ अब कस्तो छ पनि टेस्ट गरेर खान्छ टेस्टी टेस्टी है गाइस एकदम मिठो दाम अनुसार चाहिँ दाम चाहिँ दामी भयो साँच्चै हुने भयो सरी कसले लेस स्पाइसी हुन्छ नि स्पाइसी भएर नि त्यसो हुँदैन नि आज त ट्राई गर्छु कस्तो मिठो कि रोक्नै मन परेन खाएको खायो भन्नु उसमा यसमा राखेर पनि यहाँनिर राख्नु न कस्तो टेस्टी बनाएको गाइस यो सुप झन् कस्तो मिठो रहेछ कोकोनट पनि छ मैले पाएँ कोकोनट यहाँ चाहिँ एउटा सबैले सकिसक्यो स्टार्ट पनि यही गर्ने ढिलो पनि यही गर्ने के यस्तो सबैजना खाइसकेर फोन चलाउनु थालिसक्यो होइन म्याडम जिता सुप तन्काउँदैछ हामी चाहिँ खाना खाइसकेर निस्केको होइन यस्तो टन घाम लागिरहेछ यहाँनिर मेरोबाट ट्रिट डाँटेको यसले जोत्दैछ होइन एकदम म स्क्यानर देखाइदिउँ मेरोबाट एकदम जोत्दैछ यसले गुरु के जोत्छ भने यसले त यहीँ हामीलाई जोत्दैछ मलाई यस्तो भुँडी हुनुपर्ने जिन्दगीमा यार घाम चाहिँ यस्तो डरदो छ भने चाहिँ नि यहाँ चाहिँ यस्तो महल छ होइन कम लाग्यो
आजको भिडियो चाहिँ यति नै हो। सायद तपाईँहरूले मन पराइदिनु भयो होला अनि म आशा गर्दैछु। अनि अब ऋतिका पनि यहाँदेखि छुट्टिँदैछ अनि हामी पनि छुट्टिन्छौँ है। सो अहिलेको लागि चाहिँ बाई बाई। ऋतिकालाई पनि बाई अनि तपाईँहरूलाई पनि बाई बाई। फेरि पनि हामी नेक्स्ट ब्लगमा भेट्नेछौँ।